हाई नमस्ते, यो चाहिँ चिबाको अर्को फेमस ठाउँ आकेबानोयामा एग्रिकल्चर पार्क हो। अहिले चाहिँ यहाँ एकदम माङखाइ भइरहेछ। साकुरा चाहिँ जताततै अहिले हुन त जापानभरि नै अब कम्प्लिटली फुलिसक्यो। अब झर्ने टाइम पनि हुन लागिसक्यो। हल्का झरी पनि रहेछ। यता चाहिँ कस्तो राम्रो वाउ सुको पिचा कामले अनि अन्य कुराहरूले माइन्ड एकदम स्ट्रेस पाएको छ भनेदेखि चाहिँ कहिलेकाहीँ आउटडोर गर्नुहोस् अनि रमाइलो ठाउँतिर जानुहोस् अनि तपाईँको एकदम फेभरेट मान्छेहरूसँग बसेर माइन्डलाई कुल गर्नु छ भने चाहिँ प्रकृतिसँग रमाउनुहोस्। एकदम छुट्टै आनन्द मिल्छ तपाईँलाई। मलाई चाहिँ त्यस्तो लाग्छ। सो आई लभ नेचर। त्यसमा पनि यो स्प्रिङ टाइम त झन् मेरो एकदमै बेस्ट हो। सो मेरो चाहिँ छुट्टी हुने बित्तिकै आई लभ आउटडोर। वरपर यो चराचुरुङ्गीको आवाजले झन् छुट्टै आनन्द मिल्छ। हिजो भएर होला मान्छेहरू पनि खासै थिएन, त्यही भएर आनन्दले फोटो भिडियो खिच्दै अनि अझ धेरै रमाइलो भयो। यही पार्कको अर्को साइडमा चाहिँ तुलिप पार्क छ। यो पार्क चाहिँ अहिले एकदम भाइरल भइरहेछ टिकटकहरूतिर पनि। सुरुमा चाहिँ हामीले टिकटकबाट नै देखाएको थियौँ यो पार्क। अनि हेर्दै जाँदाखेरि अरू ठाउँहरू पनि राम्रो रहेछ, त्यही भएर चाहिँ गएको। अनि रियलमा हेर्दाखेरि अझ झन् राम्रो छ भिडियोमा भन्दाखेरि। हल्का बादल लागेको भएर भिडियो चाहिँ त्यति क्लियर आएको उज्यालो आएको छैन। रियलमा त वाउ भेरी नाइस प्लेस। तपाईँहरू पनि छुट्टी मिल्छ भने प्रकृतिसँग रमाउनु होला, इन्जोय गर्नु होला। Keep smiling, keep going, be positive. Bye bye, see you again.